जित्नु भयो भने त संसदभित्र छिर्नुहुन्छ, त्यहाँ मुद्दाहरू उठाउनुहुन्छ, त्यो पक्का पक्कै छ। हार्नु भयो भने के गर्नुहुन्छ तपाईँको त्यसपछिको यात्रा के हुन्छ? अब हार्यो भने पनि जनताका सरकारका विषयवस्तुहरू अब आफ्नो ठाउँबाट गर्न सक्ने जति कुराहरूमा कति पनि कन्जुसाइ गर्ने छैन र अब चाहिँ उपविजेताको हिसाबले हैन त्यो हिसाबले जनताको मुद्दाहरूलाई लिएर अगाडि बढ्छु। के छ आकलन, के छ कति भोट आउने सम्भावना छ? अब त्यो अहिले म ठ्याक्कै यति उति भन्दिनँ। जे होस् अब रेणु दाहालले हार्नुपर्ने कारण केही छैन। 2 कार्यकाल एकदम सफा क्लिन चिट भएर म चाहिँ त्यहाँबाट बाहिरिएको छु। ससम्मान ढङ्गबाट सबैजना एउटा भावुक क्षणबाट सबैले त्यो खालको एउटा सम्मानजनक विदाई गरेर म बाहिरिएको छु। मैले सर्टिफिकेट भनौँ न अब कामको सर्टिफिकेट लिएर म बाहिरिएको छु। यसर्थ आज पनि चुनावी मैदानमा जाँदाखेरि हैन जहाँ पनि जाँदाखेरि के छ ल भन्नुहोस् भन्दाखेरि केही पनि गुनासो छैन, जनगुनासो मैले सुन्नु परेको छैन। त्यो भनेको मैले आफ्नो कार्य अवधिमा राम्रो काम जनपक्षीय काम गरेँ, जनताको हितमा गरेँ, आफ्नो व्यक्तिगत स्वार्थ राखिनँ। यो कुराको प्रमाण हो, त्यो प्रमाणित भएको छ जनताको तर्फबाट पनि। गुनासोहरू केही पनि छैन र अझै गर्नुहोस् है, तपाईँले गर्नुभएको कामप्रतिको सम्मान छ। हामी एउटा कामलाई कदर गरेर पनि तपाईँलाई एउटा भोट चाहिँ दिन्छौँ भनेर अरू भिन्न पार्टीका विपक्ष पार्टीहरूकाले पनि यसरी भनिराख्नु भएको छ। यस्तो काम गरेको ठाउँमा अहिले उम्मेदवारी दिएको रेणु दाहालको ठाउँमा अरू किन आउनु पर्ने भन्ने हल्का टिका टिप्पणीहरू जिज्ञासाहरू पनि छन् जनमानसमा हामी जाँदाखेरि। त्यसकारण धेरै नै एउटा अपार विश्वास माया मैले मन जितेको छु, जनताको मत पनि मैले जित्छु।